जतिजनाले चिन्नु भएको छ हिजोभन्दा चाहिँ आज कुलको थ्रोबाट एकदमै राम्रो अहिले त कन्सर्टमा जाँदा पनि मलाई त्यसरी चिनेर हुन्छ कि कुल बोयबाट तपाईँलाई चिनेको नि सबले फोटो खिच्न आउनेले पनि कुल ग्याङबाट हो नि हामी त सिधै क्या किनभने उसको त फेरि जेन्जी हो नि सब जेन्जी पुस्ता हो नि त फेरि जेन्जीले त फेरि एउटा नेगेटिभ कमेन्ट गर्यो भने त्यसलाई पत्तुर बनाएर छोडिदिन्छ हो क्या कस्तो हो त्यस्तो गर्दैछ अनि त्यो सपोर्ट अहिले एकदमै सपोर्ट पाएको छ रिसेन्टली अब आफ्नो प्रोजेक्टहरू पनि गर्ने सोचमा छु दाइ अनि भयो भने कुलसँग नि गर्ने हामीले प्लान गरिरहेको छौँ थ्याङ्क यू यार प्यारे एकदमै एकदमै चेलीलाई साँच्चै नै त्यो साँच्चीकै एउटा माइलेज राम्रो भयो क्या त्यसले थप राम्रो भयो होइन त त्यो मान्छेले भन्यो भने अनि टिकटकमा यस्तो सिङ्गरले टिकटक चलाउनु हुँदैन हेर्न अहिले पनि छ कमेन्ट्स कुद्छ यस्तो गाउनेले आफ्नो इमेज बर्बाद भयो टिकटके सिङ्गर ट्यापे सिङ्गर भन्छ यो गर्नु हुँदैन भनेर भनिदिन्छ तर त्यो भनेको म राइट वेमा मैले काम गरिरहेको छु भने त्यसले केही फरक पार्दैन जस्तो लाग्छ दाइ है मलाई त्यस्तो लाग्छ क्या अनि राइट वेमा मैले इन्टेन्सन चाहिँ राइट हुनु पऱ्यो क्या होइन कुलसँग जोडी सब कुरा दाइ अब जति मान्छे ठुलो हुँदै गइन्छ नि त्यो सोचहरू पनि चेन्ज हुँदै जाँदैछ दाइ लेखेको कुराहरू हुन्छ सबै कुरा पाउने टाइममा पाइन्छ होइन मर्यादै गरेर चाहिँ पाएको कुराको भ्यालु पनि खासै हुँदैन जस्तो लाग्छ कि मैले त्यो पपुलारिटी पनि त्यसरी चाहिनँ पनि हुनु राम्रो कुरा हो हुनु त राम्रो कुरा हो होइन हुनको लागि गर्ने हो नि त तर एज अ यसरी पाएको चाहिँ ओ माई गड मैले कुललाई त्यही भएर कुलको सब ग्याङलाई नै सम्झिन्छ यसको स्पेसल थ्याङ्क्स चाहिँ सबै टिमलाई एकदमै अनि